नमस्कार दर्शकवृन्द, अहिले म तपाईहरुलाई मुक्ति चोकको कस्तो अवस्था छ देखाइरहेको छु। यो अवस्था भनेको अलि अगाडिको अवस्था हो। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ मेन बिर्तामोड बजारको मेन चोक मुक्ति चोक पहिला यस्तो अवस्थामा थियो। तपाईहरुलाई आज म यस भिडियो अन्तर्गत रहेर अहिलेको वर्तमान अवस्था कस्तो छ र पहिला कस्तो थियो भनेर तपाईहरुलाई देखाइरहेको छु। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ पहिलाको मुक्ति चोक यस्तो अवस्था थियो। अहिले एसियन हाइवे बन्दैछ। अब अहिले बन्ने क्रममा कस्तो भयो, कस्तो हुँदैछ भन्ने पनि देखाउने छु। साथीहरु, तपाईहरु यहाँ देख्न सक्नुहुन्छ यो मेन मुक्ति चोक एउटा तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ दक्षिणतिर जाने रोड छ। त्यो चन्द्रगढी जाने रोड, सदरमुकाम जाने रोड हो भने र अर्को छ उत्तरतिर यो शनिश्चरी अर्जुनधारातिर जाने रोड तपाईहरु यहाँ देख्न सक्नुहुन्छ र यो माथि एउटा मूर्ति बनाइएको छ। जुन मूर्ति जनआन्दोलनमा शहीद भएका व्यक्तिहरुको शहीदहरुको मूर्ति तपाईहरुले त्यहाँ देख्न सक्नुहुन्छ, शालिग देख्न सक्नुहुन्छ। निकै नै सुन्दर र आकर्षक बजारको रूपमा यो बिर्तामोड बजार बन्दै गएको हामी यहाँ देख्न सक्दछौँ। निकै नै राम्रो छ। तपाईहरु त्यहाँ डिभाइडरमा हेर्न सक्नुहुन्छ अशोकको बिरुवाहरू रोपिएको छ, सजाइएको छ र निकै नै राम्रो देखिएको यो छ। र अब भने तपाईहरुलाई म अहिलेको मुक्ति चोक कस्तो छ र एसियन हाइवे बन्दै गर्दाखेरि मुक्ति चोकको अवस्था कस्तो रहेको छ भनेर पनि म तपाईहरुलाई देखाउने छु। यो भने मैले पहिलाको अवस्था देखाएँ। अब तपाईहरुलाई म अहिलेको अवस्था देखाउँदैछु। अहिले म काँकरभिट्टाबाट बिर्तामोडतर्फ आइरहेको छु। तपाईहरुलाई मैले यहाँ देखाइरहेको छु। अब हामी बिर्तामोडको मेन मुटु बजार मुक्ति चोकको नजिकै आइपुग्न लागेका छौँ। साथीहरु, तपाईहरु यहाँ देख्न सक्नुहुन्छ मुक्ति चोकको अहिलेको अवस्था। जुन एसियन हाइवे बनाउन सुरु गरिँदैछ। यहाँ अहिले खनी गएको चाहिँ छैन, रोड भत्काइ गएको अवस्था छैन। र तपाईहरु यहाँ देख्न सक्नुहुन्छ अहिलेको अवस्था यो। तपाईहरुले डिभाइडरमा अशोकहरुको बिरुवाहरू अलरेडी पहिले पनि थियो, अहिले पनि छ। र अहिले मुक्ति चोक बिर्तामोडको मेन बजार जुन बिर्तामोड नगरपालिका वार्ड नम्बर 5 मा रहेको छ। यो नगरपालिकाको मेन बजारको रूपमा बिर्तामोड बजारलाई लिइन्छ। तपाईहरुले अब भने अहिलेको मुक्ति चोक मेन चोक कस्तो छ भनेर तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। अब मैले तपाईहरुलाई यहाँ देखाउँदैछु यो चन्द्रगढी जाने बाटो छ भने यतातिर शनिश्चरी अर्जुनधारा जाने बाटो छ। साथीहरु, अब म तपाईहरुलाई अदुवा पुल अहिले नयाँ पुल कस्तो बनेको छ त्यो पनि देखाउन चाहन्छु। तपाईहरु यहाँ देख्न सक्नुहुन्छ अहिले हामी नजिकै नयाँ पुल अदुवा पुल जहाँ पहिलाको भन्दा साइडमा ठुलो पुल बनेको छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ निकै ठुलो पुल अहिले यो बनेको छ अदुवा पुल। दायाँ बायाँ नि यसको पुलहरू निर्माण गरिएको छ भने तपाईहरु यहाँ पश्चिम बस स्ट्यान्ड छेउमा आइपुग्नु भएको छ। यतातिर साइडमा कारहरू हुन्छ भने यतातिर लेफ्ट साइडमा भनेको बसहरू पार्किङ गर्ने अथवा स्टेसनको रूपमा त्यहाँनिर चाहिँ राखिएको अवस्था छ। साथीहरु, बिर्तामोडको मेन बजारको अहिलेको अवस्था तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला।